सबैले जी गर यहाँ अबियान कस्तो लागिरह कहाँको छोरो डाँडामा ट्रेडिसनल भर्याङ हो ट्रेडिसनल आउनु आउनु अबियान केही भन नि त तिम्रो भ्लगमा आप के हो रे यो हेलो गाइस मेरो छोराको भ्लगमा स्वागत छ सबैजनालाई आज हामी म जन्मेको ठाउँ हेर्न जाँदैछौँ सबैजनाले हेर्नुपर्छ है मामालाई बोलाउँछ मामा जाम भन न सुशान्त भन त कहाँ जानला साने हामी कहाँ जानला भन्यौ त बुवालाई मलाई खोइ छोरा मलाई खोइ के खाएको आउँछु छोरी के खान्छ मलाई यो मामासँग है अबियान मको यहाँ माया गर खोइ यो को पनि गर्दियो यो को पनि गर्दियो यो को भाइ खाँदै खाऊ गाई के भयो यसो पर्छ रे यसो पानी अबियान कहाँ जाने हामी तिम्रो मामु जन्मे ठाउँ जाने हो माथि डाँडातिर जाँदैछ ड्याडी जाम भन घुमाउ हुन्छ हामी चाहिँ जाँदैछौँ माथि घर यसलाई होइन अलि माथि गएपछि चाहिँ हो कि यो चाहिँ पानी ट्याङ्की थियो हाम्रो भत्कियो पहिरोले पुरेर म त कति पछि आएको यही बाटो कम हिँड्थ्यो हामी पहिला स्कुल जाने आउने धेरै मेमोरी छ यहाँ मलाई आएपछि एउटा कुरा याद आएको हाम्रो साथीहरू जुधेको यतिकै जिस्किँदै जुधेको खोइ कहाँसम्म गरेछ म त कति भइसक्यो आएको छैन यहाँबाट चाहिँ यताबाट बन्दै जान्छ र यताबाट चाहिँ हाम्रो गाउँ जान्छ लगाइज हामी डेस्टिनेसन आइपुगिसक्यौँ गुर्दुम डाँडा होइन के छ भन्नु नि यो ठाउँको बारेमा के भन्नु मेरो पुरै यादहरू छ जन्मेको खेलेको हुर्केको ठाउँ अहिले हेर्नुपर्छ पुरै बनमारा गाडी जङ्गलै जङ्गल भएछ धेरै वर्षपछि आएको छोरो लिएर अबियान र मामा अस्ति मनदीप र यो मनमा आउने बेला सर्पो देखेर भागेका थियौँ गाइज घर नजिक पुगेर कहाँ थियो ए पानी ट्याङ्की गाइज बाटो रहेछ त बाइक आइहाल्थ्यो नि यतातिर बाघ आयो भने सुने होइन त कान्छी अस्ति लगाइज हामी 3-4 वर्ष अगाडि एकचोटि आएको थियौँ अहिले चाहिँ अभियानसँग अस्ति कम झाडी थियो त 2-3 महिना अगाडि बापा
ओइ रुक न उयो पोल छ माथि गाइस त्यहाँ सबको देखेर टाप अबियान कस्तो लागिरह कहाँको छोरो डाँडामा डाँडामा आएको ए किन आएकी त नि किन आएको भाइहरू लिची टिप्दै लिचीको नामो निशान छैन यता साइडमा यता रहेछ यता सुस्तेहरू हुर्केको जन्मेको ठाउँ कहाँबाट जाने होला तल यार ओइ लाठी पख आइयो फाइनली भाइ उता जानुहुन्न आऊ माथि जाने आऊ माथि जाने आऊ अबि आप त कत्रो कत्रो है भन न भाइले यतापट्टि टिप्नलाई कति 78 मै आयो भने त हामी यहाँ 82 लगभग 4 वर्ष हुन लाग्यो नआएको ठाउँ पनि डेन्जरै छ फेरि भाइ आनुस् जी गरिदेऊ त सबैले जी गर यहाँ ट्रेडिसनल भर्याङ हो ट्रेडिसनल आउनु आउनु टेक्नुहोस् त यहाँ वाउ हाम्रो गोठ गाइस यहाँ आँप हेर्नुहोस् त आँप कति धेरै फलेको छ वाउ तल जाँदैन नि जाँदैन वाउ आँप कति धेरै लटरम्मै फलेछ फल्न पनि पुरै जङ्गल भएको हामी बस्दा कस्तो राम्रो देख्थ्यो अहिले त यस्तो आइया रियलमा चाहिँ कति राम्रो छ भन्ने तपाईँहरूलाई पनि थाहा छैन इट्स असम ठाउँ लिप्टी छैन भाइ के गर्ने छैन खाएर आइन हैन मैले खाएँ तैँले एउटा खाऊ एउटा मात्र त्यत्रो माथिबाट तान्ने खतरा खतरा है छिर्ने ठाउँ हामी पहिला यहाँ आउँछ नि त ल कस्तो लागिरहेको तिमीलाई सुसन भाइ कस्तो लागिरहेको छ ठोक्यो टाउको हामी यहाँ सुत्थ्यो पहिला गर्मी महिनामा गर्मी भयो भने है बाबु हुन्न सक्दैन बाबुले अनि मेरो रुम हेर्नु उतापट्टि बस्छ यो यत्रो रुम छ वाउ यो मेरो रुम है उतापट्टि रुम छ नि हामीलाई सर हाम्रो पढाउनलाई ड्याडले टिचर राख्नु भएको थियो नि त अनि हो त्यो टिचर सुत्ने रुम हो त्यताको ढोका खुल्ला थिएन पछि खोले अहिले जाने उता हेर्न जाने कि उता के छैन अस्तिको लटमा केही खुलेको थिएन अहिले चाहिँ गाइस रुम हो अनि उयो बिचमा त्यो प्यासेज जस्तो छ त्यहाँ चाहिँ टिभी र अनि टिभी रुम थियो अनि आमा सुत्नुहुन्थ्यो त्यहाँ हामी अनि यही बारतरीमा हाम्रो मम्मीहरू के गरिदिन्थ्यो थाहा छ ऊ त्यहाँ त्यो तल झर्ने ठाउँमा ढोका लगाइदिनु हुन्थ्यो अनि यहाँनिर हामी यहीँ खेलेर हुर्केको यति बारतरीमै छोडिदिएर अनि हाम्रो मम्मीहरू घाँस काट्न जानुहुन्थ्यो धन्न नखस्या रहेछ तिमीहरू सानो अनि सुदीप एकचोटि तिमीलाई कस्तो लाग्यो अनि यहाँबाट हो ए भनेको थियो तिमीले
घरको हजुरआमा आउनु भएको थियो हामी तल गफबाट बसिरहेको थिएँ राति यहाँबाट हेरेर चाहिँ को आएछ भने लिक्कै तल वा 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 सब याद आएन सब याद आइरहेको छ र त टिभी त्यता थियो होइन टिभी ड्याडले खोल्नुहुन्थ्यो उयो ढोकामा पढ्दा थियो अनि उयो पालबाट देखिन्थ्यो कि उयो 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 पालबाट टिभी देखिन्थ्यो अनि हामीलाई यता पढ्न राखिदिनुहुन्थ्यो ड्याडले हामी लुकी लुकी टिभी हेर्दैथ्यौँ बाठो मान्छे यो कुन जमानाको खोलम हाम्रो आमाको जमानाको अबि मुसा आमाको सन्दुक वाउ कत्रो ठुलो मुसा यार घारी कतिको थियो यार खोल्नु हुँदैन मुसा बुझियो त्यहाँ अबि सानो त हल्यो है हलिन्छ यो माना गर न जाउँ त भाइहरू जाउँ सन्दुक खोल्ने अबि फोरै पर्छ सानो यसमा चाहिँ छि छोड्दियो केही छैन ल केही छैन हाम्रो सर सुत्ने गरेर रुम यस्तो स्ट्यान्डर्ड फेसिलिटी दिएर रहेछ उता के ठाउँ हामी उता आमा उता पारी पारी जङ्गल छ नि हो त्यो जङ्गलमा बाख्रा चराउनु जान्थ्यो त्यहाँबाट लान्थ्यो कति त्यता त जङ्गलै थियो पहिला पनि अनि यता त थिएन धेरै जङ्गल भाग्थ्यो बाख्रा अनि म चाहिँ घर आउँथेँ भाइहरू ड्याडीहरू लिन जान्थ्यो हरायो भने गाइज बाटो पुरै धराप छ है अनि मैले मात्र लुगा लाग्छु गाइज बाटो पुरै धराप छ है अनि मैले मात्र लुगा लाग्छु यो हेर नि डढे डढे लाग्यो भने चाहिँ सबै यहाँसम्म भेटेको थियो बाबा हो गाडी हा आउनु पर्यो त्यो हामी आफिसमा सोच्दै थियो हेर्नु जान जाउँ ए दिदी नतिमा त केराको बोट धेरै भए ठाउँमा सर्पै सर्प हुन्छ सानो होइन हामी आउँदाखेरि कहिले काहीँ वर्षमा एउटा दुईटा सर्प देखिन्थ्यो कोही कोही एउटा दुईटा भने नि कम हो क्या सही भरे गाडी यस्तो डेन्जर आउनु न अहिले पछि बनाउनु मेरो ज्यान यति धेरै चिलाउँछ नि अब गाइज दिस वाज एन्सियन्ट टोइलेट आप हेर्नु न वाउ ओ वाउ हेर्दा सानो देखियो होला टिपेसी कत्रो कत्रो यो अबे तलै छ त ओइ आप ओहो गाइज अब्यान केही भन नि त तिम्रो भ्लगमा आप के हो रे यो आप टिप्न आएको है भाइ ल पख न बाबा बोक्छु ल म्याङ्गो कति धेरै हेर न वाउ भ्यू चाहिँ बवालै छ बवाल के सानो आप आप ल बाबा बोक्छु ल सानो कस्तो लागिरहेको तिमीलाई हेलो भनिदेऊ न हात हलाइदेऊ न मामु जाने को जन्मेर यो ठाउँमा मामु मामा है जाने हो क्या त्यहाँ मम्मा हेर नि के गरे अब उति आएर त हात टिप्दै हो कि हेर न विचार गर यस्तो बवाल ठाउँ छ नि गाइज हजुर के सानो भाइ बुमा हुन्छ ल एकछिन पख पख तिमीलाई अनि कभर फाले जस्तो तल आयो ल दिन्छु ल यो पुरै तलसम्म हाम्रो कहाँ छ यो कहाँसम्म है भाइले बोलाइ सानो तानो अनि हैन यो चाहिँ पहिला चाहिँ अब हामी बुवाहरूसँगै ठुलो बुवाहरूसँगै हुँदाखेरि यो सबै चाहिँ यो खोल्सादेखि उतापट्टि खोल्साबाट यो सबै तल खोल्सामा खोला खा क्या तल खोला खा कि त्यो गुर्दुम खोला छ नि हामी आउने हो त्यो खोला यही खोला हुँदै जाने त हो नि ए
अनि त्यसपछि पछि चाहिँ ठुलो बुवाले साटेको के भने को त्यो घर ठुलो बुवाहरूको त्यो घर पहिला ठुलो बुवाहरूको अब पछि चेन्ज गरेर बनाएको हो कि होइन चाहिँ मलाई थाहा भएन अनि त्यो घर चाहिँ ठुलो बुवाहरूको हो ए ठाउँ चाहिँ अनि ठाउँ चाहिँ चेन्ज गरेर हो कि पछि साटेको अरे कि उताको जग्गा र यताको जग्गा साटेर अनि त्यो सन्देश ढुङ्गानाहरू चाहिँ यहाँ आएर बस्याएको भनेर गाई चाहिँ अब चाहिँ हामीले हात टिपेर भ्यायौँ अब चाहिँ हामी घर जान्छौँ यो झाडीबाट अनि रुखमा चढ मामासँग चढ हामी त यहाँ त खेल्ने ठाउँ हो यो रुखमा त झाडी फेर उयो बिचरा नि काप हो त्यहाँनिर बस्ने ठाउँ हाम्रो जाउँ आप देखाउने वा हामी त्यहाँ आप टिप्यौँ हेर्नु कति धेरै छ गाई चाहिँ त लगभग होला 8-9 किलो छ होला बाई बाई गुर्दुम डाँडा अघि त अर्कै बाटो आएको थियो त यो बाटो हो र भने बाटो खोज्ने खालको बाई बाई गर्मी अब बाई गरिदेऊ गाईहरूलाई धन्न बिहान आएर ठिक गरे अहिले 200 आयो भाइ ल गाइस सक्यो हाम्रो ट्रिप मलाई त कस्तो भयो कि कहाँ हो कहाँ अब जानुपर्छ गाइस गर्मीले डेन्जर भएको छ अब एकैचोटि तल गएर भेट्नुपर्छ है हेर्नु माथि जाने डाँडा तलतिर जान्छौँ हामी यो बाटो चाहिँ सस्ताहरूको तल गएर भेट्नुपर्छ फाइनली हरायो अभियान खोइ लुकिरहेको बाई बाई ब्लग हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद सी यू इन नेक्स्ट ब्लग टिल देन लभ यू जय नेपाल।